तिमीलाई कस्तो लागेको छ आइफोनमा आउँदाखेरि? What's up handsome and beautiful guys, welcome back to another episode of Ajay Vlogs CPR. आज हामी कहाँ छौं भने आज हामी दिवेश दोषको घरमा छौं है गाइस। यता बडी तपाईलाई होम टुर गराउँछ, होम टुर। कम अन गाइस, कम अन। यता बडी चाहिँ हाम्रो डिजाइन को बारेमा के ल गाइस स्वागतम हैन। यता बडी हल्का किसानी मान्छे हो हजुर नहानी यार किसानी यो इन्टेरियर को बारेमा पुरै 3D के गाइस 3D मा हेर्नु यहाँ वेलकम टु हेल हेल हैन त्यो भन्दै मात्र मैले हैन यो चाहिँ नभनौ ल हल्का हल्का यहाँ हल्का यो तपाईहरुलाई हाम्रो अर्ग्यानिक मतलब हुन्छ नि हतियार पहिला पहिलाको बुढा पाखाहरुले यस्तो हतियार युज गर्थे गाइस। नयाँ नयाँ प्रविधिहरु आयो। पहिला पहिला चाहिँ के हुन्थ्यो भने मान्छे मार्दाखेरि पनि युद्ध हुँदाखेरि के वर्ल्ड वार फर्स्टमा यसरी हान्थ्यो के पछि पहिला पहिला ढुङ्गाहरू खुकुरीहरूले हान्थ्यो क्या हामीले पहिला पहिला वर्ल्ड वारमा है। लाग्छ मान्छे लाग्छ ओइ खतरा लाग्यो यार। अनि यहाँ हल्का एक्सप्लेन अबाउट लसुन। अनि अहिले चाहिँ बजारमा हैन लसुनको भाउ धेरै महँगो घरमा अर्ग्यानिक हो कि गाइस यो यस्तो यो हुन्छ हैन अनि यसरी झुन्डा राख्ने हो कि यसरी झुन्डा पनि राख्ने। तपाईहरुलाई चाहिन्छ भने गाइस प्लिज कल मी और मेसेज इन्स्टाग्राम व्हाट्सएपमा हैन फेसबुकमा है गाइस। नाम देऊ। अनि यहाँ यता पनि छ यता पनि छ यो कसरी किलो छ अहिले खै त्यो थाहा छैन कमेन्ट तर महँगो छ है गाइस। यो थाहा छ भने कमेन्ट गरिदिनु त कसरी छ अहिले किलोको। यो चाहिँ मा सही लाग्यो हतियार चाहिँ फेरि ए निशाना फेरि खतरा खानु। अनि यो घरको इन्टेरियर को बारेमा हल्का तर यो घरको हेर्नु गाइस डिजाइन यता यता यो त के खाने त स्वागतम स्वागतम कता कलश छ हेर्नेरी हैन। अनि यतापट्टि शुभ विवाह बाख्राहरु पनि जान्छ गाइस गर्ने यता बाख्राहरु बाख्रासँग टक गर्नु पर्यो अब पनि गुजुले के लाग्यो यो त बस यसरी बोल्छु म बाख्रासँग। तपाईहरु यस्तो बोल्न मन छ भने गाइस प्लिज 1 महिना क्लास लिन आउन सक्नुहुन्छ मसँग है। तपाईहरुलाई 1 महिना क्लास फ्री। त्यहाँनिर चाहिँ मेरो बसन्ती आउनु गाइस तपाईलाई मेरो बसन्ती देखाउँछु तपाईलाई। पुरै मोडिफाई मोटो भ्लगमा चाहिँ हैन यसको भाइजरले के पुरै भ्यू सिकाइरहेछ हैन। अनि मैले भाइजर चाहिँ निकालिसकेको छ। अबदेखि मोटो भ्लग चाहिँ दामी आउँछ गाइस हाम्रो खतरा बवाल आउँछ। अनि यसरी हेर्न मन छ भने गाइस प्लिज सब्स्क्राइब गरिदिनु होला। यति भन्दै अगाडि आउँछ गाइस। यता हाँसहरू पनि छ पुरै हामी अर्ग्यानिक मान्छेहरू हो यस्तो घरमा बस्ने हाम्रो बानी भइसक्यो होइन। यहाँ चाहिँ शीतल छ कि अनि अस्तिको मोटो भ्लगमा चाहिँ हामी यही बाटोबाट गएको थियौँ जङ्गलमा उतापट्टि खतरा थियो ठाउँ थियो। त्यसपछि चाहिँ अब दिवेश जस्तो हामीले जानुपर्ने छ घरमा। आजको भिडियो चाहिँ हाम्रो म्युजिक रेकर्ड हुन्छ। क्यामेराम्यान चाहिँ हाम्रो रासाङ छ है। आफूले देखाउनु पऱ्यो। हेर न आजको भिडियो चाहिँ के कस्तो हुन्छ हेर्नु होला गाइस। हामी चाहिँ यहाँनिर एकछिन बस्यो होइन त्यो साथी नुहायो अनि साथीको नै भिडियो बनाइसक्यो होइन। अनि सो तपाईँहरूले टिकटकमा हेर्न सक्नुहुन्छ। यताबाट घाम आयो कि अनि त्यो भएर कस्तो आँखा तिरिमी भयो मेरो। अनि अब हामी जानुपर्ने हुन्छ आज म्युजिक भिडियो रेकर्ड हुन्छ। के हुन्छ अरे म्युजिक भिडियो रेकर्ड सबैले अजय ब्लग्स सबैले सपोर्ट हाल्नुपर्छ गाइस। अब आजको चाहिँ हामीले अब जसरी भने आज हामीले फाइनल गर्नै पर्छ। धेरै तपाईँहरूलाई धेरै हामीले म्युजिक भन्यो होइन भन्यो हामीले धेरै वाइल्ड हामीलाई हाम्रो भिडियो हेर्ने मान्छे पनि छक्क पर्छ होला कि म्युजिक भन्नेमा के हो कस्तो हो भनेर खोजिरह होला तपाईँहरूले होइन। अब आज चाहिँ हाम्रो पुरै फाइनल हुन्छ होइन। आज पुरै फिक्स एन्ड फाइनल हुन्छ। अनि हेर्नु होला गाइस अन्तिमसम्म के हुन्छ कस्तो हुन्छ तपाईँलाई देखाउने छु गाइस। सुदीप दोस्तै फेरि उता गएर गाइस होइन बागमती गएको रहेछ। अनि हामीले जान पाएन सो केही छैन। अब हामी चाहिँ मेरो घर जानुपर्ने हुन्छ। अनि जम के हुन्छ तपाईँहरूले देखाउँछ अगाडि बाटोमा सो अनि हेरिराख्नु होला अन्तिमसम्म भिडियो के कस्तो हुन्छ। दिवेश दोस्त तिमी यति धेरै मेकअप लाउनु कारण के हो? तिम्रो गर्लफ्रेन्डलाई भनिदिउँ म तिम्रो गर्लफ्रेन्डलाई भनिदिउँ भन न भनिदिउँ साफा हम कह देम के भन्छ मलाई भन्नु नि होइन। सारा मलाई आफै मधेसी भएर मलाई आफै मधेसी बोल्न आउँदैन यार। अच्छा ठीक है। अस्ति नै हामीले घोङ्गी खाएको घर चाहिँ यहाँ माथि हो। यो चाहिँ हामीले माथि बसेर हामीले घोङ्गी खाएको थियो गाइज होइन। फेरि कुनै दिन बनाउन प्लान हामीले घोङ्गी खाने प्लान होइन। तपाईँहरू चाहिँ देखाउँछ गाइज रियर आइटम ओन्ली वान त्यो चाहिँ लासाङसँग मात्र छ हामीसँग छैन है। के हो त्यसको अब चाहिँ 420सँग छ त्यो चाहिँ गाइज
Only one piece in Nepal. Yay, guys! Yay, guys, yay! यता बहिनीहरू भागे गाइस म देखेर के म त्यति नराम्रो छु र गाइस म नराम्रो छु म देखेर भागी दिए यार किन म नराम्रो छु जन चामलिङ देखे मलाई जन चामलिङ बस्यो गाइस म त बाइकमा ल मेरो बाइकमा म बस्यो है हामी चाहिँ यहाँनेरि गजेन्द्र साथीको घरमा दोस्त यता आउन तिम्रो बेबीलाई नै सब्स्क्राइब गर्दै भन्नुपर्छ हाम्रो च्यानललाई ओके सेयर हाल्नु पर्यो है अनि उमा नजाउँ है उताको रिक्स छ गाइस हामीलाई डर लाग्यो उताबाट जानलाई हेर्नु यहाँनिर पिपलको रुखमा यो चाहिँ मैले सेल्फीबाट मान्छे भिडियो है कस्तो क्वालिटी कस्तो अलग घटाए जस्तो फिल भइरहेको गाइस मलाई होइन किनकि मेरो आइफोन हो नि त यो हल्का ठिक छ यतिको ठिक छ छैन उतापट्टि लासाङ यो चाहिँ हाम्रो साथीको घर एलेक्सको घर गाइस यो चाहिँ ठिक छ गाइस हेरिराख्नु होला अन्तिमसम्म भिडियो के कस्तो हुन्छ माया देखाइदिनु होला मेरो चस्मा हेर्नु चस्मा गजेन्द्र ठिक हो रेडी होला रेडी पेन्ट लगाउ न त्यहाँनिर छ ए हेलो ओ कट्टु रिभ्यू होला फेरि कट्टु ल अब हामी चाहिँ यहाँनिर एन्जल साथीको घर जान्छौँ है के भन्छ जाने कि नजाने हामी बस्छौँ है होइन म नि बस्छौ जाऊ ऊ र म नि बस्छु यो चाहिँ मेरो बाइक भयो यो चाहिँ साथीको बाइक अनि ऊ त्यो चाहिँ त्यही घर मालिकको बाइक है ऊ बाहिर निस्किसकेको छ हाम्रो साथी हेलो गरिदियो ए हाई गरिदियो उसले होइन केही छैन गाइस तिमी के भन्न चाहन्छ आफ्टर लङ टाइम मेरो भ्लगमा आएन भनेर चाहिँ मेरो साथीहरूले के हो गुरु होइन भन्नै पर्छ है अहिले किन मेरो भ्लगमा आएन भनेर चाहिँ मेरो साथीहरूले छिटो कामले गर्दाखेरि काममा हल्का बिजी होला आउनु पाएन काम छोडेको अवस्थामा अहिले हल्का फ्री भयो के गरौँ भयो भनेर होला क्या फेरि स्टार्ट भयो भ्लगतिर आउनलाई यही भन्न चाहन्छु मेरो मनदेखि नै हो होइन मेरो आत्मादेखि ठिक छ अबदेखि रेगुलर हुनुपर्छ हाम्रो भ्लगमा नि होइन यस एकदम अब रेगुलर घुम्न जाने यताउति दायाँ बायाँ अब काम त केही छैन हाम्रो हल्ली नै बस्ने खाने यही त हो यो पनि एउटा कामै त कामै हो तर के गर्नु हाम्रो भिडियो चल्दैन किन हो तपाईँहरूले सपोर्ट गरेन कि हामीलाई कसैले नि सपोर्ट गर्न भन्दा नि अब हुन्छ नि त अब मेरो अडियन्सलाई भन अडियन्स सुन यहाँनिर सुन अडियन्सलाई कति भन्नु अडियन्स भन्दा अडियन्सले हेर्दैन के गर्नु अडियन्सले हेर्छ नहेर्ने होइन गाह्रो छ हो तिमी जस्तो मान्छे नआएर नहेर हो कि अडियन्सले खासमा आउने भिडियो तिमी आउनु पर्छ भन्न छ अडियन्सले पनि है एकदम ल मैले गफ हाने ल हाजिर भइसक्यो आजबाट हाजिर भइसक्यो आजबाट फुल टाइम दिन्छ उसले एकदम अब ऊ आएपछि गाइज हाम्रो भिडियोमा एउटा छुट्टै रङ आउँछ कि जस्तै होलीमा रङ आउँछ नि त्यस्तै छुट्टै रङ हुन्छ हाम्रो यहाँनिर अब हो कि होइन भन एकदम बवाल भन्ने होइन बवाल गर्ने हो यहाँनिर अब तेरी दादागिरी निकाल दूंगा मैं अब पिट्न जाने पिट्ने मार्ने कुट्ने कुरा गर्ने होइन गाइज हाम्रो ब्लगमा ब्लग भनेको राम्रो सिम्पल साधारण हुन्छ कि गाइस अब हेरौँ के कस्तो हुन्छ तपाईँहरूले देखाउँछु अनि अहिले चाहिँ अब मेरो घर जान्छौँ होइन अनि मेरो घरमा अब म्युजिक हुन्छ त्यो म्युजिक चाहिँ अब योपालि चाहिँ म म्युजिक देखाउँदैन गाइस किनकि कति तपाईँहरूले देखाउनु मेरो म्युजिक होइन अब यो त गफ हाने जस्तो भयो कि म्युजिक भनेर अनि आज चाहिँ फाइनल गर्छु है अनि के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला भिडियो तबसम्म स्टुडेन्ट गाइज टेक केयर 1 hour later सो गाइज हामी चाहिँ यहाँनिर आइसकेको छ होइन घरमा रेकर्ड गरेर सबै थोक गरेर रेकर्ड त गरेँ मलाई के गरेँ भन्ने भयो यहाँनिर अनि हाम्रो राइडर चाहिँ लासाङ छ है अनि हामी चाहिँ केटाहरूलाई पर्खेको छौँ यहाँनिर केटाहरू उताबाट आउँदैछ अनि कतिखेर आउँछ भनेको थाहा भएन कि फिल्म गर्नुपर्ने हुन्छ हामी फेरि अब फुलबारीतिर जान्छौँ गाइज होइन के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछु म होइन अनि हेरिराख्नुलाई गाइज अन्तिमसम्म तपाईँहरूले 10 मिनट निकालेर हाम्रो भिडियो हेर्नु कुनै कुरा डिस्टर्ब हाने गाइज हामीलाई डिस्टर्ब हान्यो केटाहरूलाई हामीले पर्खिरहेको छौँ होइन केटाहरू आउँछ अनि हामी जानुपर्ने हुन्छ फुलबारीतिर अनि के तपाईँहरूले देखाउँछु गाइज तबसम्म भिडियो हेरिराख्नुलाई अन्तिमसम्म गाइज 1 eternity later
जननी देह कुमारी जननी देवी कपालै मिल्दैन कि मेरो ठीक है ये तुझे थकान नहीं लग रही क्या बोलेर जान्छ मन मेरो जान्दैन बुझे नि तिमीले गीत बुझे नि गजब बेइज्जती है तिमी त चाल देखेर आज ये जानी भए जाऊ माया अब धेरै नसताऊ तिमी त चाल देखेर आज फुरफुरी लागे नि लौ कुमारी जननी देह कुमारी जननी देवी को रातो साडी चार पाङ्रे गाडी टुङ टुङ सुनको चुरा बरुरिने गाडी आहै बरुरिने गाडी गाईलाई गोठरेली मै गोरालाई तबेला चला जुवन रेली मै नगर जिताउला जीवन हामी यस्तै त हो नि बरु यहाँले म त्यो त मलाई आउँछ आहै रातो साडी चार पाङ्रे गाडी आजकलको रातो साडी असनैको हुन्छ कि लामो ठीक है समरिया हामी चपुरको हुन न चपुरको मिलाइ छाची गर्दियो चपुरको रातो साडी दुई पाङ्रे गाडी गाईलाई गोठरेली मै घोडालाई तबेला जोबन रेली मै नगर अबेला यो गीत चाहिँ स्पेसली हाम्रो नेपालमा नरहनु भएको दाजुभाइ यानि कि विदेशमा रहनुभएकोहरूलाई होइन स्पेसली उनीहरूले हाम्रो लागि गाउँथ्यो यो चाहिँ हामीले उनीहरूको लागि नयाँ सालको उपलक्ष्यमा 81लाई बाई बाई गर्दै 82लाई वेलकम गर्दै होइन सो आज हामीले सबैको यादमा होइन हामी नेपालमै छौँ तर यो चाहिँ उनीहरूकोबाट हामीले उनीहरूलाई नै हामीले गएको होइन नेपालमै बस्नु ल होइन आफ्नै तिमीले अलि धेरै नै ज्ञान पिले कि हाम्रो त्यो अनि साथी भाइ दर्शन नमस्ते है सबैलाई यस्तै रहेछ को आफ्नो विदेशमा को पराई यहाँ बेग्लै सोचाइ आइपुगे म यहाँ केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया नमरोस् मेरो धन अहिले यहाँ भए नि मन बने सान्दानी हुँदैछ हाम्रो नेपालमा Boy, give me Anna यहाँनिर अलि एनर्जी आओस् give me नरुनु है नेछु अलि पर्खनु है अघिमा मेरो तिमी बाहे अलि पर्खनु है मेरो तन अहिले यहाँ भए नि मन बने सान्दानी हुँदैछ हाम्रो नेपालमा नारायण एक पल तो अब हमें जीने दो Give me some sunshine, give me some rain, give me another chance for to grow up once again.
होइन यसरी मिल्छ म भन कालो केस छैन नि हावाको लोहर सँगै गीत आउँछ नि पुरै गजब बेइज्जती है थारा मूड खराब कर दिया तिम्रो त्यो बासना मनमै चल्ने साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो खोजिरहेछु दिनहरू यस्तै जवानीले कहाँ पुर्यायो बिताउँछन् जिन्दगी जसरी पनि साथी भए हुन्छ सजिलो आज त्यो गरे के सम्झना बाँकी छ हाम्रा पलको सँगै नरोला तर साथ सधैँभरको सम्झना बाँकी छ हाम्रा पलको सँगै नहोला तर साथ सधैँभरको धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो साँझ परेपछि हुन्छ उताबाट तारा हेर्छु भन्थे तिमी पनि उताबाट हेरिरहेको सुरुमा के भन्छ अरे कुन चाहिँ गीत भन्यो ए बुढी कि रिसाउली मुरी माया तिमीलाई निकै गर्छु बुढी तोप तानी आकाशमा उडी 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 मान्छे निकै रिसाउली मुरी माया तिमीलाई निकै गर्छु बुढी तोप तानी आकाशमा उडी 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 तिम्रो लागि गरिदिन्छु चुरोट नि ट्याग तिमी छेउमा नआउँदा हुन्छ साह्रै नै ऱ्याक किनिदिन्छु बुच्चीको ब्याग लिपस्टिक पनि म्याक तिम्रै लागि भनी बनाउँदैछु सिक्स प्याक स्यालेरी जति सबै मेरो तिमीलाई गर्छु खर्च नि तिमी साह्रै पर्फेक्ट नगर ओट सर्जरी हाँस्दै जाउँ हँसाउँदै जाउँ दिनहरू यसै कट्छ नि दुवैजना स्ट्रङमा मनाउला एनिभर्सरी छैन होला मनी तर काल्पनिक त्यो रकेटमा सँगै उडी उडी बनिहाल्दै गेडा चाल्दै हाँस्दै हामी कहिले गाउँ न मलाई पानी लाग्छ हाम्रो सिङ्गर दामोदर उप्रेती शहीद हुनेवाला छ यहाँनिर है केटा शहीद हुनेवाला छ रिप रिप नारे भने अर्को वर्ष चुनाव भए भिडियो भाइरल गरिदिनु ल केटा ल है मुस्कान भन्ने आउँदैछ यहाँनिर डेडिकेट कसलाई छ मुस्कान तिम्रो यहाँ राज सबै खोल्ने हो यहाँनिर खुल्दुल खुल्दुल अर्को पाल चुनावमा निकाल्नु पर्ने गीत हामीले
गुराँसै फुल्यो गाता गाता उठ गाता मज्जा तिमी नाच न गुराँसै फुल्यो बनैमा मेरो मन छुम्यो तिमी हान बरु गुराँसै फुल्यो यहाँ भिडियोमा आएन कि कराक मात्र आउँछ मेरो मन छुल्यो तिम्रो मनैमा गुराँसै फुल्यो मनैमा यहाँ काखमा मेरो मन छुल्यो तिम्रो मनैमा केमा हो गीत बिसाइन्छ यार केटाहरू बिरानो भएरै हो अब झुटो नबनेर माया साथैकै हो अब झुटो नबनेर माया साथैकै हो गुराँसै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा बढ्यो जति बसाए निष्ठुरीले आँखा गएपछि मनमा पिर्ता पर्ने नै भयो यो मन त्यसैमा नै भयो साँचो माया गरेकै थिए माया सोच्यो तिमीले गीत बिगार सारे महिनामा पानी रुजाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् हे मैचानले रुँदै टाढा पारी छ कम्पनी सहर बिछोडको बेलैमा ये गीत गाइराख के तिमी के भन्न चाहन्छ खतरा हाम्रो सिङ्गर होइन त भोइस अफ नेपालमा जानुपर्छ तिमी अब तिमीलाई कस्तो लागेको छ आइफोनमा आउँदाखेरि आइफोनमा मेरो भन न भन
तिमी त कति गोरा आएको छ तर ये मरमर के लिए एक पल तो अब हमें एक पल तो अब हमें के उदो अहिले पो बुढो भएछ वनमा तिमीसित माया बस्यो मनमा 16 वर्षे उमेरैमा मै पनि जित्के हुँदो अहिले पो बुढो भएर सै So